तिनपाते भइदियो। विपनीमा तिमीलाई, सपनीमा तिमीलाई, तिमीलाई तिमीलाई, दिनै रात तिमीलाई सम्झेर तिमीलाई, तिमीलाई तिमीलाई, विपनीमा तिमीलाई, सपनीमा तिमीलाई, दिनै रात तिमीलाई सम्झेर तिमीलाई, मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो। मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो। हाम्रो ड्रिङ्क्स बार पनि ओपन भइसकेको छ है। आफ्नो लागि ड्रिङ्क्स प्लिज फिल फ्री। थ्याङ्क यू। हाम्रो अन्ट्रे पनि स्टार्ट भइसकेको छ। अन्ट्रे पनि लिँदै गर्दा हुन्छ है। अनि हाम्रो बार पनि ओपन भइसकेको छ। ड्रिङ्क्सहरू पनि लिँदै गर्दा
सबैलाई नमस्ते। यहाँ हाम्रो सबैजनाले यस झन्डा फङ्सन सेन्टरमा हाम्रो छोरी आद्याको शुभ अन्नप्रसन्नको दिनमा हाम्रो निम्तोलाई स्वीकार गरेर यहाँ उपस्थित भएका सम्पूर्ण बुवा मुवा जिजुमा साथीभाइ र आफन्तजनहरू सबैलाई यस झन्डा सेन्टरमा स्वागत गर्दछु। र आजको यस कार्यक्रमको लागि म र अनि यहाँ म निशा छन्त्याल आद्याको ठुलो बुवा। हामी दुवैजना यहाँ आज हजुरको लागि यहाँको हरेक इन डिटेल सबै कार्यक्रमको सम्पूर्ण साना किस्साहरू केलाएर यहाँ प्रस्तुत गर्नेछौँ र यहाँको यस अबको छिटै नै अबको कार्यक्रम औपचारिक कार्यक्रम सुरु हुन गएको छ। यहाँ आज हामीसँग गीत छ, नाच छ, ग्रुप नाच छ, यहाँ केही स्कुलका मन्तव्यहरू पनि छन् र यहाँ सपरिवार सम्पूर्ण मिलेर रमाइलो गर्ने आज पनि लिएर आएको छ र यस साथसाथै अबको कार्यक्रमको सुरुवात गरौँ। हेलो दर्शन, नमस्ते सबैजनाहरूलाई फेरि पनि स्वागत छ। कृपया गरेर आफ्नो सानो नानो बाबुहरूलाई सिकाइ गरिदिनु होला है। यस्तो कार्यक्रम भएको बेलामा चाहिँ स्टेजमा आउन नदिनु होला, चोटपटक लाग्न सक्छ। ल र अब हामी प्रोग्रामको सुरुवात चाहिँ हाम्रो छोरी आद्याको जिजुबुवाबाट गर्न चाहन्छौँ। उहाँ आएर सानो छोटो मिठो आशीर्वाद दिनुहुनेछ आफ्नो नातिनीको लागि। स्वीकार गर्नुहोला। धन्यवाद। निशा छोरी र भान्जा देवेन्द्र साई, म आद्या मल्लको जीवा हजुरबा हुनुहुन्छ, हजुरबा गर्दैछु। आज मेरो प्यारो नातिनी आद्या मल्लको शुभ अन्नप्राशन पास्नेको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सम्झना श्यामाको परिवारहरू र सम्पूर्ण गेस्ट महिला तथा सम्बन्धितहरूलाई म लगायत मेरो परिवार, मेरो सम्झना र मेरो छोरा बुहारीको तर्फबाट वेलकम, स्वागतम। आज मेरो छोरा अर्जुन मल्ल र बुहारी रोजिता सिंह ठकुरीको पहिलो सुपुत्री आद्या मल्लको शुभ अन्नप्राशन पास्ने भएको हुँदा यहाँहरूले मेरो नानीलाई शुभ आशीर्वाद दिबक्सेला भन्ने पुनः आशा गरेको छु। र यसको साथसाथै हामीले आज उहाँहरूलाई चाहिँ केही गेस्टको रूपमा हामीले अतिथि सत्कार गरेर केही मिठा नमिठा चिजबिजहरू टकाएका छौँ, त्यसलाई ग्रहण गरिदिनुहोस् होला र कुनै त्रुटि भएमा त्यसमा माफ गरिदिनुहोस् होला भनी मेरो छोटो वक्तव्य यही टुङ्गाउँछु। धन्यवाद। रोजिता सिंह ठकुरीको यस मञ्चमा आसन ग्रहण हुन गएको हुनाले सम्पूर्ण उहाँहरूलाई ताली बजाएर स्वागत गरिदिनु आउँदै हुनुहुन्छ आद्याको It's
अब चाहिँ हाम्रो मेन धन्यवाद सबैजनालाई र कहाँ थियो फुलेकी होय 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 कहाँ थियो फुलेकी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी फुलथुङ्गे रानी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी कहाँ थियो फुलेकी फुलथुङ्गे रानी पुतली छैन नारङ्गी हाय पुतली छैन नारङ्गी कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी कटकै मन खानी लै लै कटकै मन खानी भयो यो जनको बिसाउने भारी खोली बग्यो कलला तिमी रह्यौ पारी हाय 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 धोको भयो यो जनको सबै रेडी हुनुहुन्छ त हुनु हुँदैन मैले केही पनि सुनेन यता साइडबाट भन्नु त रेडी हुनुहुन्छ यता साइडबाट भन्नु त रेडी हुनुहुन्छ र तपाईहरुको लागि भनेर पहिलो प्रस्तुति चाहिँ स्टेजमै आगो लगाइदिने मलाई लिएर आएको छौं परफर्मर हुनुहुन्छ रितु केसी गीत चाहिँ फ्युजन वाला छ है त एकदम रमाइलो गर्नु होला तपाईलाई एकदम मनोरञ्जन भयो भने यहाँ नाच्नु पनि स्टेज खाली छ इन्जोय गर्नु होला है त
बाजाहरू फेरि कोट निकालेर आउँदै हुनुहुन्छ रुकुमको कोट कसले जित्ने रहेछ है त ल आज बाउले जित्ने हो कि ठुलोबाले जित्ने हो थाहा हुन्छ आज ल रुकुम कोट अब भन्नुहोस् जित कसको थियो जोरदार ताली 12 हातेलाई अब सिडनीमा त जाडो बढ्दै
हुन्छ तिम्रो मायामा नाच्न थालेको ओपन रहनेछ यदि कसैलाई यहाँ उपस्थित महानुभावहरू जो जसलाई पनि आफ्नो नृत्य अथवा आफ्नो केही आफ्नो कलाहरू प्रस्तुत गर्नको लागि कविता मुक्तक चुटकिला के छ अनि अर्को कुरा पनि मैले यो Sakit
खाना पनि खाँदै गर्नु होला हाम्रो प्यारो पाहुनाज्यूहरू हाम्रो डिनर टाइम 10 बजे बन्द हुने मैले थाहा पाएँ प्लिज डिनर बहेरा उडेरा बहेरा उडेरा लाग्यो नि कमालो मुटु चुडेरा लाग्यो नि कमालो मुटु चुडेरा के हो को हो थाहा पत्तै नहुनी कति भयो लौ नभेटी नहुनी नभेटी नहुनी लौ नभेटी न